यहाँहरूले इतिहास राम्रोसँग पढ्नुभयो भने त्रिभुवन विश्वविद्यालय बनाउनलाई फादर मोरानले ठुलो भूमिका खेल्नु भएको छ। राजाको बडा महारानीले सुन बेचेर चाहिँ बनाएको भनिरहेको त्यो त एउटा कहानी बनाइदिएको, कहाँको हुन्छ त्यस्तो, त्यो सम्भावनै छैन। रत्नले सुन बेच्यो भन्छ त्यो होइन हैन। सम्भवतः रत्न राज्य क्याम्पस खोल्नको लागि गरे कि त्यो थाहा छैन, तर विश्वविद्यालय बनाउन त्यो गरेको होइन, त्यो क्रिस्चियनले गरेको। अब फादर मोरान त सबैले चिनेको हो नि। फादरहरूले जुन जेसुइटहरूले सेन्ट जेभियर्स 1952 मा सुरु गरे नि। अब एसएलसी सम्म त पास गर्यो, एसएलसी दिनलाई पनि कहिलेकाहीँ भारत जानुपर्ने थियो कि। त्यसपछि कहाँ पढ्ने? पटना विश्वविद्यालय अन्तर्गत जाँच दिन लगाइयो कि एसएलसी दिनेहरूलाई यहाँ पेपर जान्थ्यो पटनामा। अनि त्यो सुरु भएपछि एकजना यहाँ गुरुङ शिक्षा मन्त्री हुनुहुन्थ्यो त्यतिखेर, सायद 52 भएको भए दिन्थेन। त्यतिखेर उहाँले फादर मोरानले नेपालमै परीक्षा दिने व्यवस्था मिलाउनु भयो एसएलसी पछि पनि हैन। बिस्तारै आर्थिक सहयोग प्लस एकाडेमिक सहयोग दुवै पटना विश्वविद्यालयबाट भयो र फलस्वरूप त्रिभुवन विश्वविद्यालय सुरु भयो। पोखराको पृथ्वीनारायण शाह क्याम्पस केरलाबाट आएको मिसनरीले सुरु गर्नु भएन र? त्यो कसैले बोल्दैन। किन उहाँले पृथ्वीनारायण शाह भनेर नाम राख्नु भयो त? हो, यो देशको इसाईहरूलाई पनि देशको सबैभन्दा माया छ। त्यसकारण शिक्षा फैलाउँछ, किनभने शिक्षाले चेतना ल्याउँछ। अर्को स्वस्थ नागरिक हुनको लागि स्वस्थ शरीर चाहिन्छ। अस्पताल बनाए, ओखलढुङ्गामा अस्पताल कसले बनाए? जुम्लामा टेक्निकल तालिम केन्द्र कसले बनाए? अस्पताल कसले खोले? पाल्पामा तपाईले रुकुम चौरजारीमा कसले अस्पताल बनाए? डडेलधुरामा कसले बनाए? पाल्पाको त कुरै छोडिदिउँ, त्यो त झन् पहिलो हैन। लालगढमा धनुषामा। अनि यहाँनिर नेपालमा तपाईँलाई थाहा छ एकचोटि प्राय मान्छेमा कुष्ठरोग देखिन्थ्यो। मेरै बाउलाई कुष्ठरोग लाग्यो म मेरो घरबाट निकालिदिन्थेँ। तर विभिन्न देशबाट मिसनरीहरू आएर त्यो कुष्ठरोगीहरूलाई छोएर माया गरेर अङ्गालो हालेर आफूलाई रोग सरोस् भनेर उनीहरूको लागि उपचार गरेको कसले? हामी जुन संस्कारमा थियौँ, हामी त आफ्नै बाउलाई पनि घरबाट निकाल्थे। उनीहरू त आफ्नो देश छोडेर, आफ्नो भेष छोडेर, परिवार छोराछोरी छोडेर, सबै कुरा छोडेर हाम्रा बुबा आमाहरूलाई यसरी अङ्गालो हालेर माया गरेर हाम्रो लागि उपचार गरे। नडराउनु पर्ने नै इसाईसँग हो। तर सबभन्दा डराएका छन्। थाहा छैन किन त्यो मनोविज्ञानले, कस्तो मनोविज्ञानले उनीहरूको मनमा काम गरेको छ मलाई थाहा छ। एकजना राजावादीले त एक चुटकीमै यो कृष्णहरूलाई भगाउन सकिन्छ, नाश गर्न सकिन्छ भने त्यस्तो पनि अभिवृद्धि 3 वर्ष दिनुपर्छ। अब उहाँलाई भ्रम परेको छ, 2-4 जनाले नेता मानिदिएको, उहाँलाई ठुलो शक्तिशाली भयो जस्तो लाग्छ कि हैन। के अरे के गुरुङ रे हाम्रो जजमान गुरुङ के हुन्छ, केही व्यक्तिहरूले अब नेता मानिदिनु भयो। अनि उहाँ त अब नेपाल ऋषि भनेर टाइटल धारण गर्नु भएको छ क्यारे। अनि आफूलाई शक्तिशाली, त्यस्तो हुँदैन। बेलायतका कृष्णहरूले राजा मान्ने होइन। अब युरोपका धेरै देशहरूमा पनि राजा छ, कृष्णहरूले राजा मानेका छन्। फेरि लोकतन्त्र पनि कृष्णहरूले मानिरहेका छन् होइन। अमेरिका अधिकांश क्रिस्चियन छन्, उनीहरूले लोकतन्त्र अभ्यास गरिरहेका छन्। तर अब हाम्रोको यहाँ चाहिँ दुईटा कुराको द्वन्द्व भएको देखिन्छ। राजा पक्षधर पनि द्वन्द्व गरिरहेका छन्, यी क्रिस्चियनले खत्तम पारे, बाहिरी शक्तिले हामी खत्तम भयो भनिरहेका छन्। के हो सक्यो? अब हेर्नुहोस्, कुनै पनि शक्तिले खत्तम पार्दैन कि, देश बनाउँछ मिलेर गऱ्यो भने, बुझ्यो भने। अनावश्यक तवरले दुश्मनी फैलाइदिने, अन्तर साम्प्रदायिक द्वन्द्व बढाइदिने र सम्प्रदायको नाममा र आस्थाको नाममा विभाजित गरिदिने गर्दाखेरि राज्य झन्झन कमजोर हुँदै जान्छ। राज्यको माया कसलाई छैन? जुन माटोमा जन्मियो त्यो माटोको माया नहुने पनि कोही हुन्छ हैन। आफ्नो बाउले अंशमा दिएको जग्गा जमिन बेच्न त कति गाह्रो हुन्छ भनेदेखि झन् एउटा राजनीतिक सिमानामा, एउटा भौगोलिक सिमानामा जहाँ हामी जन्मेका छौँ त्यो माटोको त धेरै माया हुन्छ नि। हाम्रो ज्ञानेन्द्रजी राजा हुँदा आफैले भनेको होइन र, माटोले माग्दैन आफैले दिनुपर्छ भनेर। त्यो त सबै नेपालीको डिएनएमा छ। उहाँले भनेको ठिकै हो, तर पनि किन सशङ्कित हुनु पर्यो?
कुनै समय किन आफूलाई असुरक्षित गर्नु पर्यो हैन? यो देशमा 81% हिन्दू छ भने हिन्दू कसरी खतरा भयो? 1%, 0.1% हुनेहरू चाहिँ खतरामा नपर्ने, 81% हुने चाहिँ खतरामा पर्ने, यो कुन सिद्धान्तले काम गरेर? भारतमा त्यही भइरहेछ। सक्दैन कि यहाँको जियो पोलिटिक्स छ नि, यो जुन भू राजनीतिले कुनै एउटा आस्थाको आधारमा साउदी अरब जस्तो, कतार जस्तो हैन शरिया कानुन लगाउने जो देशहरू छ नि, त्यहाँ यहाँ हिन्दू कानुन लगाएर सम्भव छैन। हाम्रो त इतिहास जानेर नजानेर लेखिसकेको छ। यहाँ त गोपाल वंशीदेखि लिएर महिषपाल वंशी, त्यसपछि किराँत कालदेखि लिएर सबैको कालहरू हामीलाई थाहा छ हैन? त्यसैले एउटै आस्थाले मात्र, एउटै सम्प्रदायले मात्र यो देशमा राज्य सत्तामा प्रथम नागरिक भएर जिउन पाउनुपर्छ भन्ने चाहिँ होइन। यो देशमा नेपाली भएर जन्मने हरेक छोरा वा छोरी प्रथम नागरिक, पहिलो दर्जाको नागरिक। कुनै कानुनले, कुनै शक्तिले आफूसँग आस्था नमिल्नेलाई दोस्रो दर्जाको नागरिक भन्छ भने उसँग कुनै राजनीतिक सिद्धान्त छैन। ऊ आज पनि 200 वर्ष अगाडिको सिद्धान्तमा जिरहेको छ। अब बेलायतमा हेर्नुहोस्, उनीहरू उदार भए, उनीहरूले मस्जिदहरूलाई पनि आउन दिए, मन्दिरहरू पनि आउन दिए। अमेरिकाले पनि त्यसै गरे। अहिले विश्वको सबैभन्दा ठुलो मन्दिर अमेरिकामा छ। के विश्वको सबैभन्दा ठुलो चर्च नेपालमा छ? आवश्यकता पर्यो भने होला, तर आवश्यकता छैन। त्यसैले उदारवादी, उदारताको नीति लिनु पर्यो कि कसैले पनि कसैलाई बिगार्दैन। मेरो यो ब्रेन छ नि, मेरो हो कि मेरो, मलाई कसैले म्यानिपुलेट गर्ने होइन, उनीहरूको स्वार्थ अनुसार चलाउने होइन। मलाई मेरो स्वतन्त्रतामा छोडिदिनु पर्यो। हो, त्यहाँका राजाहरूले त्यो स्वतन्त्रता छोडिदिए र कानुन पनि त्यही बन्यो हैन? बेलायतमा राजा छ, नेदरल्यान्डमा राजा छ, बेल्जियममा राजा छ, त्यस्तै गरी नर्वेमा राजा छ, स्विडेनमा राजा छ, स्क्यान्डिनेभियन 3वटा देशमा राजा छ। ती सब क्रिस्चियन राजाहरू, क्रिस्चियन राजाहरू। अनि उहाँहरूको भनाइ के हो भने यहाँ चाहिँ सबैमा क्रिस्चियन राजाहरू छन्, मुसलमानहरू राजा छन्, बुद्धिस्टका राजाहरू छन्, हाम्रो एउटा चाहिँ हिन्दू राजा चाहिँ चाहियो भन्ने उहाँहरूको माग। हिन्दू राजा भए केही आपत्ति छैन, तर क्रिस्चियनहरूलाई किन जेल हाल्ने? किन उनीहरूलाई ठिङ्गुरामा हाल्ने? उनीहरूलाई किन हत्या गर्ने? उनीहरूको चर्चमा किन आक्रमण गर्न लगाउने? अस्तिसम्म नि आक्रमण गरेर नवलपरासीमा आएर त्यो हिन्दू सम्राट सेनाको मान्छेहरू आउँदै पास्टरलाई कुट्ने, भत्काउने गरिरहेको छैन? ऊ यहाँ धोबीघाटमा बम हानेन र 20, 22, 25 वर्ष अगाडि 2टा मान्छे मरेनन् र? किन गर्ने त्यस्तो? कसले उक्साइरहेछ? यदि मान्छे मार्नु नै धर्म हो भने त त्यो त धर्मै होइन नि। कसरी धर्म हुन्छ? कसरी अरूलाई बचाउने पो धर्म हुन्छ? कसरी अरूलाई भलाइ गर्ने पो धर्म हुन्छ त? हैन? ती इसाई मिसनहरू आएर के गरे? अस्पताल बनाइदिए, सबैले उपचार गरिरहेको छैन। शान्त भवन अस्पताल भनेर चिनिने अहिलेको पाटन अस्पतालमा सबैले उपचार गरेका छैन। त्यहाँको नर्सिङ क्याम्पसमा अहिलेसम्म पढिरहेको छैन। त्यो क्रिस्चियनहरूले बनाएको हो? कसले बनाउँछ त? यहाँहरूले इतिहास राम्रोसँग पढ्नुभयो भने त्रिभुवन विश्वविद्यालय बनाउनलाई फादर मोरानले ठुलो भूमिका खेल्नु भएको छ। राजाको बडा महारानीले सुन बेचेर चाहिँ बनाएको भनिरहेको। त्यो त एउटा कहानी बनाइदिएको, कहाँको हुन्छ त्यस्तो? त्यो सम्भावनै छैन। रत्नले सुन बेच्यो भन्छ, त्यो होइन हैन? सम्भवतः रत्न राज्य क्याम्पस खोल्नको लागि गरे कि त्यो थाहा छैन, तर विश्वविद्यालय बनाउनु त्यो गरेको होइन। त्यो क्रिस्चियनले गरेको हो। अब फादर मोरान त सबैले चिनेको हो नि। फादरहरूले जुन जेसुइटहरूले सेन्ट जेभियर्स 1952 मा सुरु गरे नि। अब एसएलसी सम्म त पास गर्यो। एसएलसी दिनलाई पनि कहिलेकाहीँ भारत जानुपर्ने थियो कि। त्यसपछि कहाँ पढ्ने? पटना विश्वविद्यालय अन्तर्गत जाँच दिन लगाइयो कि एसएलसी दिनेहरूलाई। यहाँ पेपर जान्थ्यो पटनामा। अनि त्यो सुरु भएपछि एकजना यहाँ गुरुङ शिक्षा मन्त्री हुनुहुन्थ्यो त्यतिखेर, सायद 52 भएको भए दिन्थेन। त्यतिखेर उहाँले, फादर मोरानले नेपालमै परीक्षा दिने व्यवस्था मिलाउनु भयो एसएलसी पछि पनि हैन। बिस्तारै बिस्तारै
आर्थिक सहयोग प्लस एकाडेमिक सहयोग दुवै पटना विश्वविद्यालयबाट भयो र फलस्वरूप त्रिभुवन विश्वविद्यालय सुरु भयो। पोखराको पृथ्वीनारायण शाह क्याम्पस केरलाबाट आएको मिसनरीले सुरु गर्नु भएन र त्यो त कसैले बोल्दैन त बोल्दैन। किन उहाँले पृथ्वीनारायण शाह भनेर नाम राख्नुभयो त? हो, यो देशको इसाईहरूलाई पनि देशको सबैभन्दा माया छ। त्यसकारण शिक्षा फैलाउँछ, किनभने शिक्षाले चेतना ल्याउँछ। अर्को स्वस्थ नागरिक हुनुको लागि स्वस्थ शरीर चाहिन्छ। अस्पताल बनाए, ओखलढुङ्गामा अस्पताल कसले बनाए? जुम्लामा टेक्निकल तालिम केन्द्र कसले बनाए? अस्पताल कसले खोले? पाल्पामा तपाईले रुकुम चौरजारीमा कसले अस्पताल बनाए? डडेलधुरामा कसले बनाए? पाल्पाको त कुरै छोडिदिउँ, त्यो त झन् पहिलो होइन। लालगढमा धनुषामा अनि यहाँनिर नेपालमा तपाईँलाई थाहा छ एकचोटि प्राय मान्छेमा कुष्ठरोग देखिन्थ्यो। मेरै बाउलाई कुष्ठरोग लाग्यो भने म मेरो घरबाट निकालिदिन्थेँ। तर विभिन्न देशबाट मिसनरीहरू आएर त्यो कुष्ठरोगीहरूलाई छोएर माया गरेर अङ्गालो हालेर आफूलाई रोग सरोस् भनेर उनीहरूको लागि उपचार गरेको कसले? हामी जुन संस्कारमा थियौँ, हामी त आफ्नै बाउलाई पनि घरबाट निकाल्थे। उनीहरू त आफ्नो देश छोडेर, आफ्नो भेष छोडेर, परिवार छोराछोरी छोडेर, सबै कुरा छोडेर हाम्रा बुबा आमाहरूलाई यसरी अङ्गालो हालेर माया गरेर हाम्रो लागि उपचार गरिदिन्थे। तर बुझेन नेपालीहरूले सर। ल अहिले यहाँनिर आनन्दवन हस्पिटल कसले बनाइदियो कुष्ठरोगीहरूको लागि? पोखरामा जो अहिले हरियो खर्क भन्ने ठाउँ छ, सबै मान्छे आफ्नो घर परिवारको कुष्ठरोग लागेको मान्छेलाई छिछि दूर गरेर जङ्गलमा लखाड्थे। पोखरामा मिसनरीहरू आएर साइनिङ स्टार हस्पिटलसँगै ग्रिन पास्चर हरियो खर्क अस्पताल बनाएर सबै कुष्ठरोग लागेका हाम्रा बुबाहरूलाई, हाम्रा बाजेहरूलाई, हाम्रा काकाहरूलाई, हाम्रा आमाहरूलाई ल्याएर त्यहाँ राख्नुभयो, उपचार गर्नुभयो र देश स्वस्थ भयो। देशमा हरेक स्वास्थ्यको लागि हरेक पाइला चालेको छ, शिक्षाको लागि हरेक पाइला चालेको छ। बुटोल टेक्निकल इन्स्टिच्युट कसले सहयोग, कसको सहयोगले बन्यो? हिमाल हाइड्रो कसको सहयोगले बन्यो? बालाजुको टेक्निकल इन्स्टिच्युट कसको सहयोगले बन्यो? कर्णाली जस्तो ठाउँमा त्योभन्दा आजभन्दा 45-46 वर्ष अगाडि जहाँ चाहिँ हिँडेर जानु पर्थ्यो, त्यहाँ गएर तिनीहरूले होइन कर्णाली टेक्निकल इन्स्टिच्युट कसरी बनायो? गोर्खामा पनि छ, जहाँ सरकार पुग्न सक्थेन त्यो ठाउँमा उनीहरू शिक्षा, स्वास्थ्य र प्राविधिक शिक्षा ज्ञान लिएर उनीहरू पुगे र देश बनाउनमा उनीहरूको ठुलो हात छ। उहाँहरूले फेरि धर्म प्रचार पनि गर्नुभयो। हेर्नुहोस्, धर्म भनेको प्रचार गर्न नपाउने कुरा होइन नि त। पापको प्रचार गर्नु भएन। लिखितमा त हामी धर्म प्रचार गर्दैन भनेर मिसनरीले साइन गरेर आउँथ्यो। त्यो पछि राज्यले बाध्य पारेर साइन गरेको हो होइन। नेपाली पनि गएर अमेरिकामा धर्म प्रचार गर्न पाइन्छ होइन। नेपालीले गएर त्यहाँ हिन्दू धर्मको कुरा मानेको छैन र प्रचार गरेको छैन, सबभन्दा बढी गरिरहेको छ। अनि त्यहाँ त पाउँछ नि। मान्छेको दिमाग कतिखेर चेन्ज हुन्छ त्यो फरक हुँदैन कि। आफ्नो विश्वास हो, आफ्नो आस्था। मलाई जे कुरामा मलाई कन्भिन्स लाग्छ, विश्वास लाग्छ, त्यो मैले अपनाउने हो। तर राज्य इसाईहरूप्रति डराउनु पर्दैन। तर अहिले सबैभन्दा बढी इसाईसँग नै डराएको छ। किन डरायो म जान्दिनँ। यत्रो योगदान दिइसकेर छ, तपाईँले भन्नुभयो अझै कति गुप्तमा छ, बाहिर आएको छैन। हजुर, किन डराउने होइन। अहिले हेर्नुहोस् न, हामीहरूको विवाहबारीमा अरू आस्था मान्नेहरू आउनुहुन्छ मजाले। हिजो मात्र म एकजनाको विवाहमा गएको थिएँ, त्यहाँ इसाईहरूभन्दा हिन्दूहरू बढी हुनुहुन्थ्यो। समाजमा त मिलेर बसेका छौँ बाबा। जबरजस्ती यस्तो किसिमको फिलोसफी घुसाउँदैछ ताकि नागरिकलाई विभाजन गरियोस्। यिनीहरू क्रिस्चियन, यिनीहरू हिन्दू, यिनीहरू बुद्धिस्ट। यो राजनीति आउनु न, धर्ममा राजनीति घुस्नु हुँदैन। समाजमा त मिलेर बसेको छ सबैजना होइन। कसैको व्रतबन्धमा क्रिस्चियनहरू जान्छन्, मुस्लिमहरू जान्छन्, बुद्धिस्टहरू जान्छन्। अनि कसैको विवाहमा सबैले आफ्नो छिमेकीलाई होइन साथ दिएका छन् भनेदेखि समाजमा मिलेर बसिरहेका छ भने राजनीतिले किन विभाजन गर्न खोज्ने? फगत 2-4 भोट थप्नको लागि देशमा हत्या हिंसाको बिउ किन रोप्ने? कालान्तरमा त यसले त ठुलो द्वन्द्व निम्त्याउँछ नि।
यो त सही होइन। फेरि नेपालको जियो पोलिटिक्सले पनि कुनै धर्म, एकल संस्कृतिले यसलाई राज्य गर्न दिँदैन। यहाँ त त्यो भयो भने कुनै कालखण्डमा त्यो पतित भएर जान्छ। यहाँ त 144 भाषाभाषीका भएको देशहरू के अरे जातिहरू छन्, तर मिलेर बसेका छन्। के सबैलाई अब हामीले जातको आधारमा राजनीति गर्न लगाइदिने, आस्थाको आधारमा राजनीति गर्न लगाइदिने? होइन, एउटै हुनुपर्छ भनेर मोनोथिइजम, एकल धर्मले शासन गर्न लगाउने होइन नि। नागरिक जहिले पनि स्वतन्त्र हुन्छ। नेपालको संविधान अन्तर्गत रहेर संविधानलाई पालन गरेर जुनसुकै आस्थामा लाग्नु पाइनुपर्छ। त्यो संविधानमा कति कुरा तर त्यस्तो छैन छ। संविधानले प्रस्तावनामै सुनिश्चित गरेको छ बहुजाति, बहुभाषिक, बहुधार्मिक प्रस्तावनालाई के गर्न सकिँदैन, एमेन्डमेन्ट गर्न सकिँदैन। प्रस्तावना नै एमेन्डमेन्ट गर्नु भनेको पुरै संविधान चेन्ज गर्नु हो। संविधान परिवर्तन गर्न नसक्ने भएको हुनाले केही व्यक्तिहरूले के गरे, खुसुक्कन संविधान विपरीतका बाइलजहरू लेखे, फौजदारी कानुन ल्याए, थपे नि बाइलजहरू जो उपकानुनहरू छ संविधानको विपरीत ल्याएका छन्। मैले मेरो आस्थाको विषयमा कसैलाई सेयर गर्नु बताउनु भनेको त्यसलाई के गर्यो, अपराधीकरण गरायो। किन डराएको राज्य? मुद्दा हालिन्छ होइन, मुद्दा हालेर त अहिलेसम्म कोही पनि हारेको त छैन होइन। किनभने संविधानको धाराले विरोध गर्ला, तर संविधानको प्रस्तावनाले त सपोर्ट गर्छ। फेरि प्रस्तावनालाई त तपाईँले चेन्ज गर्न सकिँदैन। सर, समग्रमा आजको यो बसाइ होइन, धेरै कुराहरू हामीले गऱ्यौँ। समग्रमा अब लोकतन्त्र र गणतन्त्र भनौँ होइन, त्यसपछि राजतन्त्रको अहिले जुन देखिरहेको छ, यसलाई सारांशमा यो समग्र इन्टरभ्यूको सारांश के हुन सक्छ, त्यसपछि हामी बिदा हौँ। यति नै भन्छु कि अहिलेको समयको राजनीति अनुसार राजतन्त्र समय सान्दर्भिक होइन, लोकतन्त्र नै हो, गणतन्त्र नै हो। अब गणतन्त्रमा अहिले के भाष्य फैलाइएको छ भने पहिला एउटा राजा ठिक थियो, अहिले हजारौँ राजा भन्दा लाखौँ राजा भन्दा होइन। पहिला झन् धेरै राजाहरू थिए। पहिला त प्रधानमन्त्री पनि राजै बन्थे, वडाध्यक्ष पनि राजै बन्थे होइन। अब यो गणतन्त्र नआउन्जेलसम्म 3 लाखभन्दा बढी जनप्रतिनिधि हुन्थ्यो, 4000 भन्दा बढी गाउँपालिकाहरू थिए। अहिले जम्मा 753वटा पालिकाहरू छ र सबै त्यो सदस्यहरू समेत जो तलब नलिने सदस्यहरू हुन्छ नि वडामा 5 जना, तिनीहरू सहित अहिले जम्मा 36,000 जना जनप्रतिनिधि छ। खर्च धेरै घटेको छ है। त्यसैले गणतन्त्रमा प्रदेश बाँडियो भन्दैमा धेरै खर्च भएको होइन। जनताकै छोराछोरीहरू मुख्यमन्त्री भएका, जनताकै छोराछोरी के अरे मन्त्रालय र सांसदहरू भएका हुन्। अरू त भएन नि, चुनिएर गएका हुन्। वंशको आधारमा लाटो जन्मिने, गाँडो जन्मिने होइन, दुष्ट जन्मिने, राम्रो जन्मिने राजा हुने, मालिक हुने त होइन नि त। जनताले पत्याएर चुनेर गएकाहरू 36,000 होइन, भोलि यो 3 करोड जनताको सेवा गर्ने 3 लाखै मान्छे होस्, ताकि सबैलाई हेर्न पुगोस् है। किनभने अर्थतन्त्र बलियो बनाउने अहिलेको सरकारले यो दलतन्त्रलाई छोडेर देशको कानुन अनुसार चलेर, संविधान अनुसार चलेर सबै नागरिकलाई समानताको आधारमा व्यवहार गर्ने हो भने र भ्रष्टाचारलाई निर्मूलीकरण गर्दै जाने हो भने देश अगाडि बढ्नलाई धेरै समय लाग्दैन र कसैले पनि राजा माग्दैन। बेचारा त्यो हृदयेन्द्रलाई किन खतरामा हाल्ने? भोलि उसको जीवन खतरामा छ कि होइन। अहिले यहाँ के उक्साउँदैछ भने जनता जाने, नेताहरूको घर फोड्ने, नेताहरूको घर फोडिएला रे, श्रीलङ्काको जस्तै होइन, नाङ्गो झार पारेर लखेट्ला रे। भोलि जसले त्यो लखेट्न लागेको उसलाई उसको घरमा पनि त पर्छ होइन र। निर्मल निवास घेर्दैन र बेकार। राजा पनि सुरक्षित रहेर बसुन् न। बिचरा त्यो हृदयेन्द्रको के दोष छ? भोलि एउटा नेतालाई त्यस्तो गर्ने बित्तिकै उनीहरूका पक्षधर आएर निर्मल निवास घेर्दैन, देश चाहिँ नि एकदमै अराजकतातिर बढ्दैन। यसरी अराजक भाषणहरू गर्न छोड्नुपर्छ नेता। राजेन्द्र लिङ्गदेनले पनि त्यस्तै भाषण गर्दै थिए। नेताहरूको यस्तो गर्छ, बङ्गलादेश बङ्गलादेश, नेपाल बङ्गलादेश होइन, न श्रीलङ्का। नेपालमा
त्यहाँको भन्दा धेरै सुखी जीवन छ हैन। नेपाल चाहिँ सबैभन्दा सुखी राष्ट्र हो यो साउथ एसिया भनेर हामीले गरेको होइन, अन्तर्राष्ट्रिय अध्ययन केन्द्रले गरे अनुसार नेपाल अहिले भारतभन्दा पनि खुसी देश बनिएको छ। बङ्गलादेशमा त्यसै त निक्लेको होइन नि। खुसी हुँदा हो, अझै हामी त्यो खुसीको माथि पुगेका छैनौँ, त्यो बिन्दुमा पुगेका छैनौँ, तर तुलनात्मक रूपले अरू देशहरूभन्दा माथि नै देखियो नि त। भुटानभन्दा पनि माथि देखियो नि त, पहिला भुटानलाई भनिन्थ्यो। भनेपछि केही न केही भइरहेछ, केही भएको छैन भनेर एकदमै जनतालाई नेगेटिभ बनाइदिने, निराश बनाइदिने, पेसिमिस्ट बनाइदिने, निराशावादी बनाइदिने, म केही गर्न सक्दिनँ भनिदिने, भएको क्षमतालाई पनि सकाइदिने, त्यस्तो किसिमको राजनीति राप्रपाले गर्नु हुँदैन। चुनाव जितेर आउनु पर्यो राप्रपाले, आफ्नो एजेन्डा क्लियरली भन्नु पर्यो। राजा ल्याउने र हिन्दू धर्म ल्याउने भन्ने यहाँ त्यो एजेन्डाले यो देशमा बनाउन सक्दैन। राजा बन्ला, हिन्दू बन्ला अरे अरू को बन्छ होइन? उनीहरूको एजेन्डा अनुसार राजा बन्ने भयो, हिन्दू बन्ने भयो, अरू को भन्छ? भोलि उनीहरूकै छोराछोरी राजा मान्दैन, राजा हटेर जाऊ भन्छ, उनीहरूकै छोराछोरी अरू धर्ममा कन्भर्ट भएर जानेछ। म ग्यारेन्टी दिन्छु, राजेन्द्र लिङ्गदेनकै छोरीहरू अर्को धर्ममा जान सक्छ। अमेरिकामा छैन भने दुर्गा प्रसाईकै छोराछोरी अरू धर्ममा जान सक्छ। खुदा न खास्ता भन्छ नि इस्लाममा, भोलि ज्ञानेन्द्र शाहकै छोराछोरीले अरू धर्म लिन सक्छन्। किनभने यो विश्व अहिले स्वतन्त्र हो कि कुनै पनि विचार मलाई कन्भिन्स लाग्छ भने म त्यसलाई पालना गर्न सक्छु। नवराज सुवेदीका नाति नातिना पनातिहरू भोलि मुस्लिम बन्ला, बौद्ध बन्ला, या सिख बन्लान् या इसाई बन्लान्, आफ्नो स्वतन्त्रता हो नि। देश आस्था र उसले चलाउने होइन नि, देश त संविधानले चलाउने। त्यसैले राजतन्त्रको समय सीमा नागिसकेको छ, अब बन्दैन, हुँदैन र माग गर्नु पनि हुँदैन। र जति सक्छ हामीले अहिलेका यो नेताहरूलाई प्रेसर दिएर भ्रष्टाचारको विरुद्धमा, व्यथितिको विरुद्धमा र घुसखोरीको विरुद्धमा, नातावाद र कृपावादको विरुद्धमा हामी नागरिक लाग्नुपर्छ। हाम्रो नागरिकको बल चाहिँ यो दिएर त्यो दे भनेर माग्नु होइन, नेताहरूलाई खबरदारी गर्ने र साइजमा र ठाउँमा राख्ने तर्फ हामी लाग्नुपर्छ। नेताहरूमा क्षमता नभएका होइनन्, क्षमता छ, तर कार्यकर्ताले बढी डिमान्ड गरेर उनीहरूलाई बिगारेको। यही भन्नु चाहन्छु। हस्, हस्, धन्यवाद। लामो भयो।